यस कार्यक्रममा अचानक केही शब्द बोल्ने मौका दिनुभएकोमा गुरु कैदो परिवारका सम्पूर्ण महानुभावहरूलाई, शिक्षकज्यूहरूलाई, विद्यार्थी भाइ बहिनीहरूलाई, अभिभावकज्यूहरूलाई धन्यवाद टक्राउन चाहन्छु। गुरु मैले भर्खर सुनेअनुसार 5 जनका गुरुहरू मैले चिनेको मेरो भाइ भन्नुपर्छ रविन्द्र, मलाई काका नै भन्छ। त्यस्तै लक्ष्मण, हाम्रो सम्पूर्ण गुरुजनहरूलाई म तर्फबाट व्यक्तिगत तर्फबाट नमस्कार। मेन कुरा त के हो भन्दाखेरि विद्यार्थी भाइ बहिनीहरू, आज एउटा कहावत छ, मनी इज लस, नथिङ इज लस। मनी इज लस, नथिङ इज लस। टाइम इज लस, समथिङ इज लस। हेल्थ इज लस, एभ्रिथिङ इज लस। शरीर छैन भने, हेल्थ छैन भने के पनि छैन भन्ने कहावतलाई मध्य नजर राखेर यो भाइ बहिनीहरूलाई म के निवेदन टक्राउन चाहन्छु भने स्वास्थ्य नै सबै धन हो, स्वास्थ्य नै सबै हो। जब स्वास्थ्य राम्रो हुँदैन नि केही पनि गर्न सक्दैन। दुःख त पक्कै हो, तर वास्तवमा यसले सुख पाउँछ। त्यसकारण तपाईँहरूले मेहनत गर्नुपर्छ। बिना मेहनत बिना सकस आवट छ, जहिले कहिले पनि आफ्नो सुरक्षा नै गर्न सक्दैन भने, आफ्नो खुट्टामा नै उभिन सकिँदैन भने त्यो मान्छेले के पनि गर्न सक्दैन। त्यस कारण यो शिक्षा भनेको मैले सुनेअनुसार यो नेपालबाट सृष्टि भएको कला हो। यसमा चाहिँ गुरु कैदो नेपाली नै शिक्षकबाट यो सृजना गरेको हो, यो मार्सल आर्ट। यसकारण चाहिँ के हो भन्दाखेरि यसमा तपाईँहरूले गुरुजीहरूले यहाँ 5 डनको 4 डनको लक्ष्मण भाइ 4 डन भइसकेको रहेछ। मलाई थाहा नै थिएन, आज थाहा भयो। तपाईँहरू सबैलाई मोर एन्ड मोर थ्याङ्क्स। त्यस कारण म भाइ बहिनीहरूलाई निवेदन टक्राउन चाहन्छु कि आफ्नो सेल्फ डिफेन्स जब गर्न सकिन्छ के हुन्छ, भविष्यमा केही गर्न सक्छ। तिमीहरूको नाउँमा यो देशको प्रधानमन्त्रीको पनि लेखेको छ। तिमीहरूको नाउँमा मतलब चाहिँ के हो भन्दाखेरि आफ्नो चाहेको पोस्टको पनि लेखेको छ। त्यसकारण जब मान्छे बलियो हुन्छ एक्सर्साइजबाटै हुन्छ। त्यसकारण म भाइ बहिनीहरूलाई मेहनत गर्न र चाहिँ अभिभावकज्यूहरूलाई पनि अझ पनि यो मतलब क्षेत्रमा फोकस गर्न म नम्र निवेदन गर्छु। म पनि एउटा खेलाडी थिएँ जमानामा। नाउ आई एम 74 इयर्स ओल्ड। म 75 वर्षको मान्छे हो। तर के हो भन्दाखेरि त्यो समयमा म पनि एक्सर्साइज बहुत गर्थेँ, जसले गर्दाखेरि म अहिले पनि भाइहरूको अगाडि एउटा चाहिने एउटा समाजसेवीको रूपमा केही शब्द राख्न लौन भनेकोले म यहाँ आएर उभिन सकेको छु। म त्यस बेला बक्सिङ खेल्थेँ। यहाँ हेर्दाखेरि तिमीहरू त तपाईँहरूले चाहिँ जुन प्रकारको एक्सर्साइज गर्यो, यानि कि मतलब चाहिँ नि मैले त्यस बेला हुक भन्थेँ। त्यस बेला मतलब चाहिँ के हो भन्दाखेरि अप्परकट भन्थेँ, हुक भन्थेँ। त्यो हुक एकपल्ट चाहिँ मतलब चाहिँ यहाँ परेपछि मान्छे दल्थ्यो। म पनि एउटा खेलाडी हो। त्यसकारण चाहिँ के हो भन्दाखेरि मैले कुनै अत्याचार भइसकेपछि म सहन सक्दिनँ थिएँ। त्यसकारण मलाई चाहिँ के भन्थ्यो, विष्णुदाई भन्थ्यो। त्यसकारण चाहिँ के हो भने तपाईँहरूलाई मैले के भन्न खोजेको भन्दाखेरि आफ्नो खुट्टामा उभिएर यसलाई कडा मेहनत गरेर यसलाई चाहिँ तपाईँहरूले ग्रहण गर्नु र चाहिँ नि आफूले अन्याय नगर्नु, अन्याय भएको बेला प्रतिकार गर्न सक्ने चाहिँ अवस्थामा तयार हुने। जो डर गया समझो मर गया, कुरो बुझ्यो होइन। त्यस कारण चाहिँ के भने डर अब फेरि खेलमा अगाडि बढ्दाखेरि कहिले पनि नडराउने।
म पनि त्यही गर्थेँ बक्सिङमा कम्पिटिसनमा खेल्दाखेरि म जान्थेँ म मतलब नकआउटै गर्नुपर्छ भनेर चाहिँ म कसैलाई ज प्यान्टमा हिर्काएर ढाल्ने चाहिँ कोसिस गर्थेँ मैले त्यो जमानाका कुराहरू मैले यहाँ राख्न यो हाम्रो म भावुक भएर राखेको कुरा हो यो म ठुलो मान्छे भएर राखेको कुरा हो त्यसकारण तपाईँहरूलाई पनि मेरो भाइ बहिनीहरूलाई मेरो विद्यार्थी भाइ बहिनीहरू मेरो लागि विद्यार्थी नै हो भन्दै मेरो भावना यहीँ विसर्जन गर्ने धन्यवाद नमस्कार थ्याङ्क यू